यो रोड चाहिँ दामी छ यार। तर हामी अहिले चाहिँ सिलट्याङ्की नुवाकोटतिर हिँड्दैछौँ। अब यो बाटो चाहिँ कहाँ खहरे हुँदै जाने रहेछ। तर रोड चाहिँ बबाल रहेछ क्या। तर यो बाइकको लागि त सब गाडीहरू पनि आउने रहेछ उताबाट होइन, इभीहरू। उता अर्को बाटो गए चाहिँ त्यो चाहिँ खतम रहेछ। तर यो बाटो चाहिँ अलि राम्रो लाग्यो मलाई अरूभन्दा त। गाउँ गएर जस्तो पनि फिल आइरहेको हुन त। सही हो, यतिकै त कहिले काहीँ जानु नि पऱ्यो नि, रमाइलो नि गर्नु पऱ्यो। केटा हो केटी हो सबजना। अब भोक लाग्न थालिसक्यो यहाँ। कुनै कुनै ठाउँमा चाहिँ अलिअलि बिग्रिया रहेछ होइन। तर के भन्दा त धेरै त राम्रै रोड छ। सही लाग्यो। हामी अहिले कहाँ हो, यो लिथु गाउँपालिका नुवाको छहरे पुग्यो। छहरे अब छहरेपछि हामी कहाँ पुगिन्छ बिस्तारै बिस्तारै विदुरभन्दा अगाडि छ हौ। तर खोलाको साइडै जानुपर्ने रहेछ। गइन्छ उतै गएर खाना खाउँला नि होइन, उतै राम्रो होला जस्तो लाग्यो। यता त केही छैन होला त्यही नै। अब यताबाट नि स्टार्ट गर्नु पऱ्यो। 15 किलोमिटर छ हो यहाँबाट। यो चाहिँ कुन खोला रहेछ यार। सही छ। तर यो त गाउँ गएर जस्तो पुरै के गाउँ नै गएर जस्तो। तर यहाँको यताबाट गाउँ जाने नै हो खासै धेरैजना पनि होइन। तर आफू सिलगढीबाट जाने भएकोले चाहिँ त्यस्तो फिलिङ चाहिँ आएन। तर उस्तै लागिरहेको क्या। तर त्यही भएर अलि कहिले पुगौँला उता। अब आज हेरौँ कस्तो छ। स्टिल ट्याङ्की नुवाकोटको राम्रै होला। यो चाहिँ हाम्रो गेट हो, अगाडि गइरहेको। यो बिकेनजी हामीले चिकन भन्छौँ यसलाई। यो तिर्सुली खोला हो जस्तो लाग्छ कि त्यहाँबाट मिक्स हुने हो जस्तो पनि लाग्छ। तर अहिले अब यसो राइडिङमा फोकस गरौँ। के भयो एडभेन्चर। दिस इज अनप्लान ट्रिप हो क्या यार। कुनै प्लान थिएन, यतिकै अचानक काम गर्न हिँड्ने मान्छे साथी भेट्यो। अब साथी भेटेपछि अब वर्षौँपछि भेट्यो। अनि हिँड्यौँ भने अब जानु त पऱ्यो नि। कुराकानी पनि भएको थियो नि, धेरै दिन भइसकेको थियो। यसो आज माइन्ड फ्रेस नि गरौँ भनेर हिजो नि। तर घोडे जात्रा चाहिँ हिजो नि बस्यो। आज नि अब यसो रमाइलो गर्नलाई ठिक छ। ल म चाहिँ अब कहाँ गुप्तेश्वर। ल केटा हो, अहिले चाहिँ म बस गएको। अहिले अब उतै भेटौँला। यस्तो हतार त छैन। तपाईँ हेरिरहेन हाम्रो एन्टीले क्यामेरा युज गरेर हो कि भनेर हो कि के हो। हाम्रो त क्याम्पै हो होइन। अलिक कन्फ्युजन भएको जस्तो छ। अब धेरै होइन, कति किलोमिटर 17 किलोमिटर भने यहाँबाट चाहिँ 40 मिनट अझै लाग्ने रहेछ हाम्रो यहाँबाट। तर हुन त 40 मिनट नलाग्नु पर्ने होला। उता बाटो नराम्रो हो कि त्यो कारण 40 मिनट भने हो होइन, हुनसक्छ।
श्री पञ्चकन्या बोयज स्कुल हो कि के हो यता पनि कत्ला हो क्या यार भ्यू धानै होला दुईचोटि रोप्दो रहेछ वर्षको यता त खोला छ नि त बिकेन यता खोला भएर हो कि अब हाम्रो तराईतिर दुईचोटि गर्न गाह्रो हुन्छ क्या गङ्गटे पुग्यो गाइस अब अझै बाँकी छ यार कति किलोमिटर छ 12 किलोमिटर छ अब त यस्तो रोडमा 12 किलोमिटर त केही लाग्दैन नि काठमाडौँभित्र पो त 12 किलोमिटर भनेको पागल जसरी दिनभरि जान पनि मन लाग्दैन यसो राइडको लागि आउँदा त राम्रै छ रोडहरू पनि त्यस्तो नराम्रो त छैन राम्रै छ होइन अब कसैलाई यता आउन मन लाग्यो आउँदा त हुन्छ हो तर त्यस्तो सही छ बेलुका चाहिँ अझै राम्रो हुन्छ होइन तर हामीलाई फर्किनु नै पर्छ त्यही भएर हामी चाहिँ अलिक चाँडै नै आयौँ यता अब हेरौँ यसो खानासाना खानु पर्यो भोक लागिसक्यो खुला ए यहाँ छिर्ने हो क्या त्यो कहाँ खुला हो मान्छेले बनाएको हो त्यो मान्छेले त कहाँ चित्त बुझ्छ र पनि रहेछ अझै हेरौँ अब यहाँ यसो घुम्नु जस्तो जानु पर्यो भोक लागिसक्यो खाना त यता पाउँदैन जस्तो लागिरहेको त्यही सोधौँ न घरहरू चाहिँ रहेछ यता चाहिँ ड्याम टाइपको बनाएको ठिक छ तर एकचोटि घुम्न आउँदा चाहिँ राम्रै होला सजेस्ट के गरौँ होइन आफ्नो आफ्नो मन हो घुम्ने कि नघुम्ने भनेर मन भएपछि चाहिँ आउँदा हुन्छ तर कति ठुलो हो कसै उता कति पानी आएको हो आमामा उताबाट नि पानी आउँछ अझै यहाँ चाहिँ यस्तो रहेछ अब यसो यता घर आउँ यहाँ बिहेरै यहाँ रमाइलो गर्ने रहेछ मान्छेहरू आएर त्यही नि हेरेर त आउनु पर्यो तेरो मैले भने चिल गर्ने ठाउँ हो क्या यो रोड चाहिँ ए खोलाको उता त पुग्दैन क्या यो रोड चाहिँ गऱ्यो नि यो पनि त्यस्तै होला तर यो छोप्या छ क्या खोइ हुनसक्छ तर यो यसको युज चाहिँ के भइरहेछ भन्ने कुरा हो क्या युज चाहिँ के भइरहेछ भनेर क्या अब खोइ उत्पादन गर्ने हो कि है राम्रो छ यार तर यता आएर चिल आएको नै बसे पनि ओहो तल त के बुट्टा त बिकेन है खत्रै बनाइदिएको छ यो रोड यहाँसम्म आउने रहेछ नि त ल यही हो हाम्रो ठाउँ स्टिल ट्याङ्की हुन त माथि हो तर
त्यसकै पाटो रेलवे छ नि अँ त्यस्तो खिलाइराखेको पुरा यो भित्रबाट त्यो गाडी गुल्छ नि फ्युचरवाला के त हो त्यही भइसकिरहेको सही छ यो मान्छे हिँड्नलाई नै यो चाहिँ यता पनि छ अरे